to my YouTube channel. It's me Sachina. I hope सबजना सन्चै आरामै हुनुहुन्छ. म पनि एकदम सन्चै छु. अनि पछि म चाहिँ उठेर फ्रेस भएर चाहिँ मैले यहाँ फेस मास्क लगाएको छु फेसमा तर यस्तो देखिरहेको छ. अनि धेरै दिन भइसकेछ फेरि त्यही भएर आज पनि म सुरु गरेको छु भिडियो बनाउन. अनि आज चाहिँ मेरो छुट्टी छ शनिबार हो. त्यसपछि आज चाहिँ के गर्छु केही थाहा छैन. अब भर्खरै उठेर अनि फ्रेस भएर अनि फेस मास्कहरू राख्नु गर्दैछु. अनि अब म फर्स्टमा चाहिँ मेरो कपडाहरू धुन छ म त्यो धुन्छु. अनि खाना बनाउनु छ म देखाउँदै गर्छु. अनि या त्यही हो. किप वाचिङ गाइज. यहाँ चाहिँ के भन्छ मैले पैसा भेटाएँ कि कति खुसी लाग्छ नि. यो पर्स चाहिँ मैले पहिला बोक्थेँ युज गर्थेँ. अहिले चाहिँ एकदम पुरानो भइसक्यो कि यो. अनि घरमै झुलाइराखेको थिएँ कि यस्तो भित्र फाटेको कि हो यसरी फाटेको. अनि यो चाहिँ मैले फाल्दिनँ भनेर यहाँ हेरेको थिएँ कि के छ भनेर हेर्दाखेरि पैसा भेटाइयो. यहाँ म ब्याक क्यामेरा गर्दै आउँछु. यो सामान के भाउचरहरू रहेछ. अनि यो पापाजको रहेछ, आइसी रहेछ, डलर रहेछ. अनि फालिदिन्छु भन्दै अनि भाइलाई सुनाउँदै गएको त. पहिला 1000 रुपियाँ भेटायो अनि पछि फेरि हेर्दै गएको 2000 रुपियाँ 3000 अनि यहाँ 5 रुपियाँ. Control. छाला यत्तिकै छाला यत्तिकै सुनिन्छ. खाएर पेट फुल्लाउने आनन्द अगाउने भनेको त झनै नमानेर. खासमा के मैले कि भाइलाई कि तँ कि खानेवाला हुन्छ नि सिजर पेपर हो खेलौँ भनेको नमानेर पिट्नेवाला खेलेको झन् आफै उल्टै सुन्यो. दुख्दो रहेछ सुरुमै पटास पड्किनेर. म चाहिँ रेडी भइसकेको छु. हामी चाहिँ लेकतिर जान लाग्छौँ दिच्छु र म. फुल आउटफिट देखेँ त. सो दिजु आउँदै हुनुहुन्छ अनि पछि हामीतिर जान्छौँ. खासमा हामी चाहिँ सामानहरू लिएर जाने भनेको थियौँ कि तर लेक चाहिँ अब खै त के गर्न लाग्यो कि खनेर डोजरले खनेर अनि भत्काउनु लाग्यो नि त. त्यही भएर हामी चाहिँ यसो हेरेन सुत्नुको लागि जान लागेको. दिजु आउनुहुन्छ अनि त्यसपछि म चाहिँ दिजु पनि आइसक्नु भएको छ. यहाँ हुनुहुन्छ चप्पल सफा गर्दै हुनुहुन्छ. यो गर्मी लागेपछि हटाइदिएको भएर हो कि म त बिर्सिसकेको त. अनि अब गर्मी लाग्यो निकाल्न पनि बिर्सेछ. यो चाहिँ हो हाम्रो विथ एलके ज्वेलरीबाट. यो चाहिँ हाम्रो क्रिस्टल कलेक्सन होइन हाम्रो. यहाँबाट हो. दिन्छु मैले चाहिँ के भन्थेँ नि अब चाहिँ मसला बिक्रीको जान हुन्थ्यो पैसा छैन भनेर के भन्नु लाग्यो तिमीले. मसला बिर्सेर के जानु घरै त्यत्रो ज्वेलरी छ भनेर भनिहाल्यो. चाप्न त यसो गएर आइदिउँ.
cries, hear me, that leaves listening. Là hình nó gì đó đi dạy biến nó mỏi một cái cái đó. Kumba kumba. Kati video hai. भाइ कति हो बोटको? कहाँ दौँ केटा? कति नि एउटा बोटको? 500 रुपियाँ गर्ने शनिबार भने तिमी महँगो भनेको खाउनु खोज्छौ पोखरीले तिमी गर्ने भनेर आएको कति भिड हो नि नेक्स्ट साइड आज धेरै भिड रहेछ शनिबारको दिनमा सामान बेच्न आउन पर्ने आउने कहिले भन्दै छटपट्टै खानु कोही हामी यहाँ घाँसमा बसेको चिच्चीलाई घाँसमा बसेको चिसो चिसो भयो भन्छ मुत एउटा मुत्ने ठाउँ हो र यो बाले अनि म बसिसकेँ केही भएन हजुरलाई किन त्यस्तो भयो त चुई चाहिँ त्यसो भए भोक लाग्यो त यहाँ भोक लाउँदैन हाँस्दा हाँस्दा फुत्काउनु भयो र मलाई भोक लाग्छ भने भने तिमीलाई हो नि भोक लाग्यो अन्त नि तर हजुर हाँस्दा हजुरले खुस्काउनु भएर भने म त्यस्तो बानी होइन मेरो त्यस्तो राम्रो भएर रहेछ त अनि ओह्रालो म त त्यो त देखेकै थिइनँ जहिले नि अझै सिप्ले टिकट मलाई फेरि खालि यस्तो गर्नु मन लाग्छ कि क्यामेरा देख्ने बित्तिकै जे गर्दा नि त्यो किन भन्दा मेरो यो बेबी हेर्छ नि त अनि उतै सलत्तै परेर यसरी निदाउँछ क्या अनि त्यही भएर हाम्रो चाहिँ यो के अरे मम्मी यङ अनि त्यसपछि के भन्छ अरे मम्मी बुढो मेरो त के भन्छ अरे भ्लग पनि 20 मिनट 30 मिनटको हुन्छ क्या कति बनाउनु थोरै गरम जस्तो थोरै बनाउन 7-8 मिनटको त्यस्तो गरम जस्तो हुन्छ अनि गर्दा गर्दा गर्नुहोस् अनि बनाउनुहोस् अब आउँछ मैले पनि अब युट्युब खोल्दैछु हेर्नु होला हामी पनि एउटा अब युट्युब च्यानल खोल्छु अब के गर्ने त नि है अब युट्युबमा गरिबी लाग्यो अब युट्युब खोल्नु पर्यो व्यापार हुने भएन अब व्यापार नि हुँदैन होला अब के भन्ने है अब सटर खोजेर बस्नलाई ओइ कस्तो कविता जस्तो देखेको हो त केटी खुस हुन्छ होइन कविता जस्तो देखेको हेर्नु नि त केटी होइन कि त हाम्रो कविता उहाँ छ कहाँ मौज मस्ती गरेछ भनेर भन्न मिल्दैन ऊ कहाँ आनन्दमा छ कहाँ म यहाँ टेन्सनमा छु कहाँ यो टेन्सनमा नआएकै राम्रो हो होइन र के गर्छु म त्यस्तो मानेको हामीले हेर्दा भनेको कि अब कुन चाहिँ त्यो सेतो मासु लाग्ने होइन कहाँ त्यस्तो छ र मलाई त्यस्तो लाग्यो नि तिमीलाई लाएर हुने होइन कि तिमीलाई लाएर त्यो कविता हुने भए क्याट्यौ त्यस्तो कुराहरू अब साँच्चै नै मेरो अब युट्युब च्यानल भयो भने सब्सक्राइब गरिदिनु प्लिज कल्पना राणा भनेर आउँछ ल कल्पना हाम्रो खाजा आयो के आयो मोमो काटिरो एक चिकन काटिरो भुइँमा राख्ने र न म माछा लिएर आउँछु यसो गरी चिज लाउनु यो नि समातेर बस्नु म माछा लिएर आउँछु ल हाम्रो चाहिँ खाजा आइसकेको छ अब खाइन्छ यो चाहिँ मलाई ट्राई गर्नु मन थियो अनि लिएर आएको माछा अनि हाम्रो सधैँ खाने फेभरेट एक चिकन रोल Quietly
भ्यायो कपालनी भात लाग्दै भयो रहेछ टिकटक गराउनु पर्ने अझ हामी त बोरा च्यात्यो यहाँ ब्रेसलेट फुकाल्दै थिएँ हात काटिहाल्यो नि कस्तो आइतिरी मिरी देखेर छिटो बोल्छु भनेको त कस्तो हात काटिहाल्यो नि छिटो छिटो त उस गर्दाखेरि के भन्छ ब्रेसलेट खोल्दाखेरि त्यो मैले टिकटक बनाउँदै आएको थिएँ अनि त्यो आँखामा लाइट परेर केही तिरिमिरी देखेँ हात काट्यो खुन आयो अनि पछि आज जस रमाइलो भयो वी लाफ अ लट हामीले चाहिँ टाइम जस राम्रै स्पेन्ड गऱ्यौँ अनि अहिले चाहिँ घर आइसकेको अनि म चाहिँ अब रेडी हुनु लाग्छु किनकि हामी सधैँ लेक जान्छौँ नि त सामान बेच्छ अनि आज पनि अब साँझमा हो अहिले चाहिँ 6:30 भएको अब जानु चाहिँ ठिकै टाइम हुन्छ अनि दिदी चाहिँ आउँदै हुनुहुन्छ घर जानुभयो आउँछु भने भर्खर फोन हान्नुभएको थियो सो या त्यति नै हो गाइस हाम्रो भिडियो लास्टसम्म हेरिदिनु भएको थियो धेरै धेरै धन्यवाद अब फेरि छिटो नै भेटौँला है त ल बाई बाई